गुड मर्निङ सबैजनालाई यो सुन्दर बिहानी अनि यो समुद्रको छाल सँगसँगै तपाईँहरूलाई स्वागत छ। विशेष गरेर अनि यो समुद्रमा हामी हेर्दै गर्दा देख्दा सानो देख्दछौँ। अनि यो समुद्रमा चाहिँ सानो भए तापनि विभिन्न राष्ट्रहरूबाट अनि यो सामानहरू आयात गर्दछ। अनि मेरो चाहिँ यो समुद्रको किनारमै अनि मेरो आफ्नो काम गर्ने क्षेत्र, मेरो ड्युटीको क्षेत्र पर्दछ। अनि यो समुद्र हेर्दै गर्दा म धेरै उत्साहित छु। अनि साँच्चै नै यो समुद्र आज बिहानी जब हुँदछ तब शान्त रहँदछ। अनि साँच्चै नै यो शान्त अनि मौनता हुँदै गर्दाखेरि चाहिँ धेरै कुराहरू हामी सिक्ने मौका पाउँदछौँ। अनि जब हाम्रो मौनतालाई हामीले मनन गर्दछौँ, मौनताले धेरै ठुलो कुराहरू हामीले एचिभ गर्दछौँ। जब हामी मौन रह्यौँ भने कति कुराहरू हाम्रो मौनताले नै हाम्रो धेरै कुराहरू हामी देखि पठाउँदछौँ। जब मौनता हुन्छौँ अनि यो मौनतामा चाहिँ धेरै कुराहरू हुँदछ। अनि साँच्चै नै यो मौनता भन्ने शब्द एकदम भित्री हृदयका कुराहरू हो। हामी देख्दै गर्दाखेरि हामी कति ठाउँमा हामी शान्त रहन्छौँ, मौन रहन्छौँ, त्यो धेरै कुराहरू देख्छौँ। अनि यहाँ हामी हेर्दछौँ यो समुद्र साँच्चै नै पारितिर हेर्दै गर्दाखेरि पारी सिटी अनि वारी सिटी छ अनि बिचमा समुद्र छ। अनि हामीले यो सिटीलाई हामी हेर्दै गर्दा निहाल्दै गर्दाखेरि आज साँच्चै नै यो देशहरू किन आशिषित भइरहेको छ भन्ने कुरा हामीले नजिकबाट हेर्दै गर्दाखेरि यो देशमा चाहिँ विशेष गरेर अनि एउटा धार्मिक रूपमा हेर्छौँ भने अनि एउटा कठोर अनि साँच्चै नै कठोर धार्मिकताले भरिएको देश। अनि यो देशमा किन धेरै मान्छेहरू अनि सजिलै अनि छिटो गरी आउँदछ भनेर हामीले हेर्छौँ भने यो देशमा विभिन्न नियम कानुनका हिसाबले हेर्छौँ भने एकदम सेक्युर छ। अनि यो देशमा बुझ्नेलाई चाहिँ धेरै सेक्युर छ, किनभने यहाँनिर हरेक क्षेत्रमा गल्ली गल्लीमा हामी सुरक्षा देख्दछौँ। अनि यो वरिपरि पनि जब रात पर्दछ अनि यहाँका सिपाहीहरूले राउन्डिङ गर्दछ हामी हेर्छौँ। अनि साँच्चै नै आज यो भिडियो मार्फत म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु ताकि यो समुद्रको गहिराइमा हामी हेर्दै गर्दाखेरि धेरै कुराहरू पाउँदछौँ। जब हामी आत्मिक रूपमा गहिरिएर जान्छौँ त्यहाँ धेरै कुराहरू पाउँदछौँ। अनि शारीरिक रूपमा हामी हेर्छौँ भने यो केही पनि देख्दैनौँ। अनि साँच्चै नै भौतिक रूपमा हेर्दा नि हामी केही पनि देख्दैनौँ, तर यहाँ धेरै कुराहरू खेलेको हुँदछ। अनि यो समुद्र जब बिहानी हुन्छ तब आफ्नो गतिले चलिरहेको छ। जब सूर्य उदाउँदै जान्छ, जब समयले लेटो काट्दै जान्छ, जब 12 बज्दछ अनि यो समुद्रमा चाहिँ एकदम बेगले छालहरू चल्दछ। आज हाम्रो जीवनमा नि कतिचोटि हेर्दै जाँदाखेरि अनि त्यो छालहरू आउँदछ। त्यो छालहरू आउँदै गर्दाखेरि पनि अनि यो छालहरू सँगसँगै हामीले कसरी हामी सुरक्षित हुने, त्यो छालहरूमा हामी कसरी बच्ने भनेर हामीले निहाल्दछौँ है। जसरी मुसाले इजरायलीहरूलाई डोराउँदै जाँदाखेरि यो समय मनन गर्दछु। अनि जुन समुद्र लाल समुद्र तर्दै गर्दाखेरि अनि 2 भाग बनाइएको थियो। अनि यसलाई लाल समुद्रको दाँचे र मैले दाँच्नु खोजेको नि होइन, साँच्चै मैले हेर्दै गर्दाखेरि बुझ्दै गर्दाखेरि अनि यो लाल समुद्र चाहिँ कसरी 2 भाग भयो होला भनेर म मूल्याङ्कन गर्दछु। तर परमेश्वरको आत्माले जब मुसालाई त्यो आज्ञा दिए अनुसार अनि जुन आज्ञालाई उसले पालना गर्दछ, जुन आज्ञालाई उसले राख्दछ आफ्नो जीवनमा, आफ्नो हृदयमा राख्दछ, अनि त्यो कुराहरूलाई चाहिँ हामी मनन गर्दछौँ। त्यो कुराले चाहिँ त्यो लाल समुद्रलाई 2 भाग गरिकन अनि साँच्चै नै आफ्ना जति पनि योद्धाहरूलाई चाहिँ समुद्र पार गरेर अनि लाँदछ। आज साँच्चै नै हाम्रो जीवनमा कति धेरै त्यो युद्धहरू आउँदछ, आत्मिक युद्ध, भौतिक युद्ध, शारीरिक युद्धहरू आउँदछ। अनि त्यो युद्धहरूसँग हामी प्रहार गर्न चाहिँ परमेश्वरको उपस्थिति नै चाहिन्छ। जुन उपस्थिति हामीले लिनुपर्दछ अनि लिनका लागि चाहिँ अनि साँच्चै नै हामी गहिराइरै जानुपर्दछ। जसरी यो समुद्रको गहिराइलाई हामीले कहिले पनि नाप्न सक्दैनौँ, ताकि यन्त्रहरू चाहिन्छ यो गहिराइमा जानका लागि है त। अनि साँच्चै नै
यो छाल म देख्दै गर्दा यति ब्लेसिङ महसुस गर्दछु। मलाई थाहा छैन प्रभुले मलाई यो ठाउँमा किन ल्याउनु भयो, कसरी ल्याउनु भयो, तर परमेश्वरको असल योजना छ। यो योजना चाहिँ अनि परमेश्वरलाई मात्रै थाहा छ, मानिसहरूलाई पनि थाहा छैन। यो चाहिँ परमेश्वरलाई थाहा छ। हालेलुया। है त साँच्चै नै गुड मर्निङ। फेरि पनि यो भिडियोलाई म अन्तिम चरणमा आएर एन्डिङ गरिरहेको छु। तपाईँले यो विश्वास गर्नुहोस् कि आज हाम्रो जीवनमा धेरै कुराहरू आए तापनि हामी एउटा सतर्क भएर सही तरिकाले हामी जिउनु पर्दछ। है त सबैजनालाई यो सन्देश सुनाउन चाहे। सबैजना ब्लेसिङ हुनुहोला, सबैजना आशिषित हुनुहोला। है त